मासु लिएर आयो शिकार लिएर आयो शिकार 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 के को खोइ देखाउनु शिकार लिएर आएको च्वाचे है च्वाचे आमाको छोरा उहाँ चाहिँ बिचरा खुसी भागेर आमा यहाँ यस्तो छोरा चाहिँ बिचरा यस्तो गुड राम्रो राम्रो दसैँलाई मासु लिएर आयो बिचराले हेरेर मासु खायो ए जाउँ है जाउँ जाउँ कति मिठो भयो गफ गरे मेरो बुढी मठ्ठो परे बिचरा अलिक उठ्छ क्या अलिकति उसको पनि काट्नु साफ ए लानु लानु आमाको छोराको कोठा कति मजा मगर कुरा बस्छ कि उनीहरू मगर कुरा आमाको गफ सुनेर मेरो बुढी मख छ आमा छोरा माथि हुन्थ्यो उनीहरू खानाले सुन्दैन कति राम्रो छ यहाँबाट यतातिर हेर्दा न यहाँ कस्तो राम्रो देख्छ यहाँबाट आमा कति राम्रो के स्वर्ग धरती चाहिँ स्वर्ग यही हो कि आमाको घर यो हो सिक्वाबाट यस्तो देख्छ आमा छोरा कति राम्रो सुनेर हामी जहिले पनि यो बाटो हिँड्दा आमाको घर यो बाटोमा पर्छ त्यो भएर यहाँ आमालाई बोलाइरहेको छ जहिले पनि यसो बुढाबुढी कस्तो खुसी हुन्छ हामीलाई छैन क्या यताको चलन त अब ठाउँमा काट्दाखेरि के हो नानी हाम्रो गाउँमा त्यस्तो थिएन चलन अब यता उठातिर काट्ने हो भने त्यो बङ्गुर काटेपछि खाँदासम्म मासु र भात बङ्गुरको मासु बिहोर खानेलाई बिहोर स्क्याप खानेलाई स्क्याप जाँड खानेलाई जाँड अनि आलु के अरे चानाहरू पनि अचार बनाउने अनि दाल भात टक्र्याउने खाने मजपुरले खाने क्या खानासम्म उहीँ खाने यहाँ त त्यसो त होइन कि त्यही भएर चाहिँ खाना अहिले छिटो पहिला गाउँ चाहिँ कहाँ हो कि मेरो गाउँमा हाम्रो गाउँ त ज्याउदी क्यानी हो नानी यता मयम पनि हो माइका मयम हो यहाँको कति साल भयो तपाईँहरू 42 सालमा गएर यहाँ बुढो भिटेको के अरे कति अलिक पहिले हो नानी अब 42 सालमा सबै सुकुम्बासी बसेका छन् यहाँ सुकुम्बासी होइन नानी यता आउँदा पारी हाम्रो छोरीहरू पुरै भएकोमा दिएको हो के अरे यहाँ को सकिनेको त यहाँ त्यो माथि त्यो भैठान भन्ने झुकुको छैन अनि बोन कसो कर्सु बोन छ या हावाबाट जान ठान जस्तो हो त्यो माथिको त्यहाँ रिमालसित लिएको छैटसित हामी पूजा छ हाम्रो त जम्मै फेरि त्यो छोराको नाममा सरी भ्या छ म त उही छोराले खा भने खाने हो अब त घरले जा बोलले आइले भन्ने बेला भयो ल त भन्छु नगराएर बस्छु नानी तपाईँहरूको फेरि हामी हुँदैन होला नि नानी बस्छ ल जाउँ